हेर्नु न साथीहरू, मलाई आज असाध्यै अल्छी लागिरहेको थियो होइन। छोरी आएर रोटी पकाइदिएपछि मामु भन्छ, सक्दिनँ, माम पाकिसक्यो भनेको त रिसाएर म आफै पकाउँछु भनेर तम्सी, ल पकान त भनेर मेरो पालो पिठो निकालेर दिएँ होइन। पानी हाल्न चाहिँ सिकाइदिएँ, त्यसपछि है गएर आफै मुस्न थालेँ होइन। गाह्रो पो हुँदो रहेछ भन्छे, बिचरा थिच्चे, यस्तो गर्छे। मलाई चाहिँ हाँस उठिरहेको थियो होइन। अनि रिसाएर म आफै बेल्छु रे, म आफै पकाउँछु रे भनेर उता पुरा 7वटा जति गोलो पनि बनाएँ। अब बेल्न पनि आफै थालेँ होइन। कस्तो बनाउँदो रहेछ त भनेर मैले हेरेर बसिरहेको होइन। ऊ चाहिँ पुरा रिसाइ बेलेर होइन मलाई देखाइरहेको थिएँ। गोलो चाहिँ बनाएको थिएन, तर रोटी त मजाले बेलेर पकाउन त दिनु भएन आगोमा होइन, रिस्की हुन्छ। म आफै पकाइदिन्छु छोडा भनेर अनि घिउ दली पकाइदिएँ होइन। अनि उसलाई चाहिँ खाना एकदम हतार भइसकेको थियो। फेरि घिउ देख्ने बित्तिकै मेरो छोरीको चाहिँ महादेवको 3 नेत्र भने जस्तो कपाकप खाना थालिहाल्छ। अनि लास्टमा छोरी यस्तो घर पनि बनाएकी रहेछ है। अनि त्यो चाहिँ आफै पकाउँछु भने ओके भनेर दिएँ। अनि पकाइसकेपछि चाहिँ मैले यसरी दुध बेसार र रोटी लगेर दिएँ। बेसार चाहिँ मैले जाडो महिनामा सधैँ हालिदिन्छु होइन। यसले बच्चालाई एकदमै राम्रो गर्छु, रुगाखोकी पनि लाग्दैन नि त। उता आनन्दले टिभी हेरेर स्वाद लिएर रोटी खान ताली। साथीहरू, थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो।